सदस्यहरूलाई म केही समय दिन्छु। कृपया नाम टिपाइदिनु होला हाम्रो कर्मचारी साथीहरूलाई। हार्दिक नमस्कार। नीति तथा कार्यक्रमको छलफलको लागि जुन हामीले असार 9 गतेको गाउँसभामा समय छुट्याउनु हो, त्यसको लागि मैले हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसपछि छलफलको क्रममा सभा सदस्यले बोल्ने विषयमा केही कुराहरू राखेको विषयमा त्यो सभामा स्पष्टीकरण भइसकेर त्यो कुरा सकिएको कुरालाई सकेपछि अध्यक्षज्यूले मुनासिब ठानेर अर्को मिति तय गर्ने हिसाबले सभालाई स्थगित गर्नुभएको कुरा मैले जानकारी गराउन चाहन्छु। त्यसलाई अतिरञ्जित गरेकोमा मैले खेद प्रकट गर्न चाहन्छु। र सभा सदस्यले राख्नु भएको कुरामा हाम्रो कार्यपालिकाको सभाको ध्यान आकर्षण भइसकेको छ। यो विषयमा वडा नम्बर 12 को विषयमा मादी गाउँपालिकाको 2082-3-5 गतिको 45औं गाउँ कार्यपालिकाको बैठकले हामीले जितो निर्णय गरेको छौँ। यस प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन नहुनुहोस्। हुन्छ। प्रस्तावको पक्षमा हुने यस प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन भन्नुहोस्। हुन्छ भन्ने मात्र आवाज सुनिएकोले आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। साथै म सदस्यज्यूहरूलाई मादी गाउँपालिका वडा नम्बर 6 निवासी मामादेव बरालको छोरा विजय बराल सुपर मादी हाइड्रो पावरको हाइटेन्सन लाइनको करेन्टमा परि करार कर्मचारीहरूको म्याद थप र सभाको आजको दोस्रो बैठकको कार्यसूचीको 2 नम्बरमा रहेको आगामी आर्थिक वर्ष 2082-83 को बजेट वक्तव्य स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 71 को उपदफा 1 बमोजिम बजेट तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष श्री कल्पना गुरुङलाई गाउँसभा समक्ष पेश गर्ने तर्फबाट हार्दिक न्यानो स्वागत तथा न्यानो अभिवादन राख्छौँ। नेपालको संघीय शासन व्यवस्थाले आङ्गलेको यो 3 तहको सरकार मध्ये स्थानीय सरकारलाई नेपालको संविधानले भाग 19 ले प्रदान गरेको यो स्थानीय आर्थिक श्रद्धासुमन अर्पण गर्दछु। गण्डकी हस्पिटल प्राथमिक उपचार गरी मणिपाल शिक्षण हस्पिटल हुँदै काठमाडौँको कीर्तिपुर पौड हस्पिटलमा उहाँको उपचार भइरहेको छ। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सम्बन्धित निकायको म सभा मार्फत ध्यान आकर्षण गर्न चाहन्छु। नेपाल सरकारले लिएको विकासको लक्ष्यलाई मध्यनजर गर्दै हाम्रो यस पालिकाले पनि प्राकृतिक स्रोत र साधनको उचित संरक्षण सहित प्राइभेट जग्गाबाट ढुङ्गा लगायत निर्माण सामग्री उत्खनन गर्ने माग भई आएकोमा सो कार्यलाई नेपाल सरकारको नियमअनुसार प्रक्रिया अगाडि बढाई पूर्वाधार विकासका कार्यमा जोड दिनेछौँ। यो प्रस्तावको विपक्षमा हुने सदस्यले हुन भन्नुहोला। हुन्छ भन्ने आवाज मात्र सुनिएकोले यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्दछु। सभाका सदस्यज्यूहरू, अब म 5 नम्बर कार्यसूचीमा रहेको करार कर्मचारीको म्याद सम्बन्धमा सभामा निर्णय पेश गर्दछु। यस प्रस्तावको पक्षमा हुने सभा सदस्यज्यूहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सभा सदस्यले हुन भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन भन्नुहोस्। हुन्छ भन्ने आवाज मात्र सुनिएकोले यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्दछु।